निःशुल्क मोतीबिन्दु शल्यक्रियालाई चाहिँ अब सफलपूर्वक गर्न सफल भएको छ सिन्धु अस्पतालमा। आँखाकै उपचारको सिन्धु अस्पतालले आँखाको सेवा प्रवाह गर्ने सन्दर्भमा भन्नुपर्दा यस अस्पतालमा आँखाको रोगको उपचारको लागि कुनै पनि विशेषज्ञ दरबन्दी पनि थिएन पनि पहिला। यसो हुँदा पनि नेपाल सरकारले छात्रवृत्ति दिएर अध्ययन गर्ने नेत्ररोग विशेषज्ञहरूलाई चाहिँ बेला बेलामा खटाउने गर्नुहुन्थ्यो। जहाँसम्म मेरो मेमोरीमा छ कि सुभाष केसी भन्ने 79 सालमा आउनुभएको थियो नेत्ररोग विशेषज्ञको रूपमा। त्यतिखेर यस अस्पतालमा दरबन्दी थिएन, उहाँ आउनुभयो। तर आँखा उपचार सेवा प्रदान गर्नलाई हामीसँग कुनै पनि इक्विपमेन्टहरू पनि थिएन, केही पनि थिएन। उहाँ आउनुभयो। उहाँ आएपछि बेसिक चाहिने स्लाइड ल्याम्प हो कि स्ट्रिट ल्याम्प भन्छ, त्यो खरिद गरेपछि त्यसबाट हामीले केही महिना हामीले सेवा प्रवाह गरे। तर नेत्ररोग विशेषज्ञले चाहिँ त्योभन्दा माथिल्लो स्तरको काम गर्नुपर्ने रहेछ। त्यो चाहिँ अप्थाल्मिक एसिस्टेन्टहरू